Hello guys, welcome back to my YouTube channel. As me Mangal Rimal and Vicky हामी चाहिँ ट्रेकिङमा जाँदैछौँ। कहाँको लागि जाँदैछौँ Vicky? सिलिको। हेर्दै गर्नु होला ब्लगलाई अन्तिमसम्म। हामी भने चाहिँ आज जाँदैछौँ चिलिकोटको यात्रामा। चिलिकोट दिस इज द भेरी फर्स्ट टाइम। यार दुईजना बसिरहेको छ एउटा सिटमा। को काखीमा चाहिँ हाम्रो के अरे निसन बसेको छ। हामी चाहिँ अटोबाट झरेर चाहिँ अझै हाम्रो चाहिँ हिँडेर जाँदैछौँ। अनि त्यसपछि चाहिँ हामीले टक्क लगाएर सामान किन्यौँ। हामीले चाउचाउ यताउति सबै खानेकुराहरू जङ्क फुडहरू। कालोको यात्रा सुरु भइसकेको छ। तिम्रो नाम भनिदेऊ त। विक्की के अधिकारी। तिम्रो तिम्रो नाम के हो? मेरो निशान्त शर्मा। निशान्त शर्मा। तिम्रो नाम के हो? पार्थिवन। पार्वती के उसको नाम चाहिँ पार्वती हो। पार्वती होइन मङ्गलमुठ मारे पार्वती। अनि हाम्रो रजनी चाहिँ पछाडि छिनै। ओए रजनी के गरे छिटो आउ न। रजनी छिनार। रजनी नाम डस्टबिन हो। के हो? डस्टबिन। डस्टबिन। This is the bato. Vicky sir. कतिको थाक लाग्यो निशान? धेरै। तिम्रो फर्स्ट एक्सपिरियन्स हो कि यो भिड चढेको? यहाँभन्दा पहिला कहिले चढाएको थियौ? फर्स्ट। यो मान्छे चाहिँ रुख देख्दै नसक्ने कि रुख देख्यो कि बादलको जस्तै लुली पारेर रुख चढिहाल्छ भने। तिमीलाई रुख चढ्न धेरै डर लाग्छ क्या होला? धेरै। हामी चाहिँ कोक खाँदै अनि जङ्क फुड खाँदै गीत सुन्दै गीतको तालमा यहाँ चाहिँ हामी अहिले थकै मार्दै एकदमै उकालो गर्मी पनि भइसकेको छ। पसिना आइसकेको छ। थकाइ नि लागिसकेको छ। यो केटाहरूको आँटलाई चाहिँ मान्नै पर्छ है होइन? यस्तो उकालो पनि चढिदिइरहेछन्। है ओ यस्तो छ है। स्लो केटाहरू चाहिँ हिँड्दैछन्। म र पप्पु चाहिँ यहाँ पछाडि छौँ। पप्पु चाहिँ पछाडि छ। पप्पु थाक लागिरह। मान्छे यार। चिउरीको बोट भेट्यौँ। अनि चिउरी अलिअलि पाकेको रहेछ, झरेको रहेछ। अनि राजन चाहिँ रुखमा चढिरह। यो चाहिँ हाम्रो चिउरीको बोट। चिउरी लटरम्म फलेको छ यार। फल्न चाहिँ गाइज यो भनेको राजन र मेरो मेन हेर्नु तिनवटा मुलाहरू चाहिँ हेरेकै थिएँ। यिनीहरूलाई चाहिँ उट्टा बन्दिने होइन खाने भनेको मैले राजनले मात्र हो। अनि खाने छिटो आऊ खाने बेला यस्तो खानु चाहिँ के मिठो यार। झडामुला
अब चाहिँ हामी लगभग सिल्लीगुड पुग्छौँ होला। जाने एउटा यताबाट के छ विचार? बाटो हो त्यो बाटो भए जाऊँ न। चाइनिज छ बाटो त्यो चाहिँ रोडको बाटो चाहिँ हिँड्नु हुन्न है गाइस, होइन किन भन्दाखेरि एकदमै लामो हुन्छ। घुमी तल माथि घुमेर गइरहेको हुन्छ। हाम्रो डेस्टिनेसन भनेको चाहिँ कता छ पत्तो छैन। जुन सुरुको त्यो जोस थियो नि पहाड चढ्दाखेरि, तर अहिले त पुरै जोसभरि मरिसकेछ। बिक्की सर भन्न थालिसकेछन् फर्क्यौँ भनेर। फाइनल्ली यहाँ माथि सिल्लीकोटको डाँडोमा आइपुगेका छौँ। सो फाइनल्ली अलिकति खुसीको सास फेरियो, किनकि हामी लास्ट चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ पछाडि होइन त्यो त्यत्रो पहाडहरू चढेर हिँड्दै हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ। अब चाहिँ हामी चाहिँ यता पछाडि एउटा चाहिँ यहाँ मन्दिर छ। त्यो पप्पु पप्पु कस्तो भयो यहाँसम्म पुग्दा चाहिँ? केही हेरिरहेछ, पसिना हेरिरहेछ। पसिना त लास्टै आएको छ है पसिना। अनि हाम्रो ऊ के अरे निशान कस्तो फिल गर्दैछौ? एकदम राम्रो, फ्यान्टास्टिक। गर्मी भएन? भयो नि यार, कतिको थकाइ लाग्यो? धेरै। ओके भाइजहरू पुरै थाकिसकेका छन्। सिल्लीकोट अब चाहिँ भित्र जाँदा त यहाँ बसेर चाहिँ हामीले खानेकुराहरू खान पर्छ। मादले गुफा, गुप्तेश्वर गुफा एउटा यताउता। त्यो पारी भनेको चाहिँ हाम्रो चाहिँ त्यो चुनढुङ्गा खानी हो रे। त्यो पारी देखिराखेको चाहिँ यो चाहिँ यो चाहिँ हाम्रो गुफा रहेछ है यहाँ। यहाँ चाहिँ भित्रैसम्म रहेछ। सो जय गरे भगवान् सबैको रक्षा गर्नु। यो चाहिँ हाम्रो चाहिँ अर्को गुफा हो। यो गुफा चाहिँ सानो रहेछ हाम्रो। यो चाहिँ हाम्रो चाहिँ सिल्लीकोटको चाहिँ मन्दिर हो र यो चाहिँ हाम्रो चाहिँ सिल्लीकोट। र यहाँ चाहिँ यस्तो छ है, ठ्याक्क लगाएर माथि सबैभन्दा टुप्पोको डाँडोमा चाहिँ हाम्रो चाहिँ मन्दिर रहेको छ। सो यहाँ चाहिँ हाम्रो वरिपरिको भ्यू एकदमै लोभलाग्दो छ, एकदमै रमणीय छ होइन। कस्तो लाग्यो यहाँको दृश्य? फिलिङ्स गुड। ओके ती पारीको चाहिँ कुन ठाउँमा मलाई चाहिँ थाहा भएन, केटाहरूलाई पनि थाहा भएन। आज अलिकति कुहिरो लागेको भएर गर्दाखेरि होला खासै राम्रो चाहिँ दृश्यहरू चाहिँ देखिएको छैन, तर पनि एकदमै रमाइलो नै छ। सिल्लीकोटको डाँडोमा चाहिँ घुमेर अनि अब चाहिँ हामी चाहिँ फर्किन थाल्यौँ। फर्किँदाखेरि चाहिँ एकदमै ओह्रालो छ है। सो झर्दैछौँ, अलिकति गाह्रो त गाह्रै होला जस्तो छ। जुत्ताले चाहिँ खुट्टाको औँलाहरू अलिकति दुखिरहेछ ओह्रालो झर्दाखेरि। हामी चाहिँ यसरी लट्ठीको चाहिँ सहारामा चाहिँ झर्दैछौँ गाइस। ओके सो पछाडि चाहिँ हाम्रो बिक्की सर कस्तो भयो आजको फिलिङ भनिदेऊ त थोरै। कस्तो बवाल? ओके हेर्नुहोस् यो बाटोको